आज नेपालभरिबाट 9वटा ठूला खबर 60 सेकेन्डमा। कोशी प्रदेश। कोशी, मधेस र सुदूरपश्चिमका 20 स्थानीय तहमा महिलाको स्वास्थ्य र अधिकार प्रवर्धनका लागि नयाँ कार्यक्रम सुरु भएको छ। मधेस प्रदेश। धनुषाको मिथिला बिहारीमा 10 वर्षपछि 310 परिवारले जग्गाधनी प्रमाण पूर्जा पाएका छन्। बागमती प्रदेश। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदीमा ढल मिसाउन तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ। गण्डकी प्रदेश। लमजुममा महिला उद्यमीहरूले स्थानीय सरकारको बजेटमा सिँचाइ र बजारीकरणलाई प्राथमिकता दिन माग गरेका छन्। लुम्बिनी प्रदेश। नवलपरासीको सामुदायिक वनमा हराएको 2 वर्षको बालकलाई 2 दिनपछि सकुशल उद्धार गरिएको छ। कर्णाली प्रदेश। कालीकोटमा प्रसूति बेथाले जटिल अवस्थामा पुगेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुदूरपश्चिम प्रदेश। कैलालीमा जापानिज इन्सेफ्लाइटिसबाट 1 जनाको मृत्यु भएको छ भने 7 जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय। अर्थमन्त्री डाक्टर स्वर्णिम बागलेले वैदेशिक सहायताका स्रोतहरू सागुरिँदै गएको भन्दै निजी पुँजी परिचालनमा जोड दिएका छन्। कांग्रेसको संस्थापन इतर पक्षले 15औं महाधिवेशन प्रक्रिया रोक्न अदालत जाने निर्णय गरेको छ। यी थिए आजका मुख्य खबर। थप अपडेटका लागि इपरेवा फलो गर्नुहोस्। कमेन्टमा तपाईलाई सबैभन्दा महत्त्वपूर्ण लागेको खबर लेख्नुहोस्।